नमस्कार एवं हार्दिक स्वागत छ। यो हो चर्चित अनलाइन न्युज.com। संसारभर एकैसाथ सुन्न, हेर्न र देख्न सकिन्छ। आज हामी उज्यालो नेपाल पार्टी प्रतिनिधि सभाका उम्मेद्वार निमा दोर्जे तामाङ लामासँग कुराकानी गर्दैछौँ। आज हामी उहाँको उम्मेद्वार किन र के को लागि भन्ने विषयमा केही सामान्य छलफल, अन्तर्वार्ता र केही क्रिया प्रतिक्रियाहरू गर्नेछौँ र हामी प्रश्नहरू केही सोध्दैछौँ। तपाईको उज्यालो पार्टी दोलखा जिल्लामा के को लागि? नमस्ते। विशेष त हाम्रो पार्टी अध्यक्ष कुलमान घिसिङज्यू ले जुन आम नेपाली जनता र राष्ट्रको लागि, सिङ्गो राष्ट्रको लागि जुन डेलिभरी दिनुभएको छ, सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आम दोलखावासीलाई पनि यो उहाँले दिनुभएको डेलिभरी दोलखावासीको हकमा पनि पुर्याउने उद्देश्यले मेरो दोलखा जिल्लाको लागि मेरो उम्मेदवारी। कुलमान घिसिङ दुई पटक मन्त्री हुनुभयो। पहिलो पटक ऊर्जा मन्त्री हुँदाखेरि देशमा उहाँले एउटा चमत्कार गर्नुभयो जुन जादुको छडी भन्दा कम थिएन। देखि 18 घण्टासम्म लोड सेडिङ हुँदै गर्दाखेरि काठमाडौँलाई पूर्ण रूपमा आधी घण्टा 15 मिनट पनि लोड सेडिङ नकिकन हटाउनुभयो। उहाँले अहिले यो पार्टी खोल्नु भएको छ र उहाँलाई पार्टी नै खोल्नुको कारण अथवा घोषणापत्रै बनाएर जनतामा जानको कारणहरू केही छ त्यस्तो? अवश्य नै यो एकदमै विडम्बना छ। हाम्रो नेपालमा उहाँले जुन हिसाबले अघोषित जुन लोड सेडिङै नहुने राष्ट्रमा पनि जुन लोड सेडिङ गरेर आम जनताहरूलाई, नेपाली जनताहरूलाई जुन अन्धकारमा राखिएको अवस्थामा उहाँले कार्यकारी विद्युत प्राधिकरणको कार्यकारीको भूमिका रहँदै गर्दा उहाँले 18 घण्टा लोड सेडिङलाई त निर्मूल पार्नै भयो। त्यसरी ऊर्जा क्षेत्रमा मात्रै नभएर देशमा धेरै त्यस्ता क्षेत्रहरू छन् जुन क्षेत्रहरूको अन्धकार हटाउनुपर्छ। सो अन्धकार हटाउनलाई एउटा कार्यकारी भूमिका अपरिहार्य हुन्छ। त्यो कार्यकारी भूमिका देशको प्रधानमन्त्रीको हकमा मात्रै हुन्छ र सम्पूर्ण क्षेत्रको उज्यालो ल्याउनको लागि एउटा सम्पूर्ण आम नेपाली जनताहरूलाई उज्यालो अभियानमा जोड्नको लागि पनि हार्दिक अनुरोध गर्दछु। अब अरू क्षेत्रहरू पनि भन्नुभयो, जस्तो भ्रष्टाचार हुने क्षेत्रहरू धेरै छन्। त्यो मध्येमा एउटा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालय लगायतका विभिन्न कार्यालयहरूमा अझै पनि, यातायातको कार्यालयहरूमा अझै पनि घुस भइरहेको छ, घुस पैठरी भइरहेको छ र त्यहाँबाट कर्मचारीको मिले महत्त्वमा लाखौँ लाख पैसाहरू असुल्ने कार्यक्रमहरू चाहिँ हुँदै आएको र भइरहेको छ। त्यसै गरी अर्को नेपाल आयल निगममा पनि यो घुसको ट्याग लागेको छ। तपाईँ अझै पनि कुलमानलाई कुन क्षेत्रमा देख्न चाहनुहुन्छ? जस्तो के अरे विद्युतमा मात्रै होइन उहाँको चमत्कारी, उहाँ जहाँ जानुहुन्छ त्यहीँ नै उहाँको सफलता छ र उहाँ सगरमाथा जस्तै उच्च शिर राखेर उहाँले काम गर्नुहुन्छ। एउटा तामाङको छोरोले एउटा देशमा एकजना मात्रै तामाङको छोरा हुँदा पनि उहाँले धेरै परिवर्तनहरू गर्नुभयो जुन क्षेत्री बाहुन लगायत अन्य कास्टभन्दा धेरै नै फरक खालको र फरक किसिमको, कुनै पनि कमिसनमा नलागी, कुनै पनि लोभ लालचमा नपरिकन दोलखालीको सान उज्यालो पार्टी चिममा मतदान। सबैलाई, आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मतदान गरेर सहयोग गरिदिनु होला, हार्दिक अनुरोध गर्न चाहन्छु।